अलि नयाँ अथवा महँगो हेलमेट भयो भनेदेखि त चोरिदिइहाल्छन्। त्यही भएर भाटपट्टि अथवा कुनै पनि क्राउडेड प्लेसमा जाँदाखेरि हेलमेट सँगसँगै हातमै बोकेर हिँड्नुपर्ने अवस्था छ भनेदेखि अबदेखि पर्दैन। तपाईँहरूले पनि यसै गरी लक गर्न सक्नुहुन्छ। अर्को लकर राख्दा पनि हुन्छ होइन, तर त्यो लकर पनि सजिलै तोड्न सकिँदो रहेछ के। त्यो लकरहरू पनि त्यति गतिला हुँदो रहेनछन्। त्यही भएर यो उपाय अपनाउनु भयो भने चाहिँ तपाईँहरूको हेलमेट एकदम सुरक्षित हुन्छ। एउटा हेलमेट हराइसकेपछि मात्र मैले पनि यो उपाय इन्टरनेटबाटै थाहा पाएको हो होइन। अब तपाईँहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसरी क्लच समाउँदै जाने, अनि त्यसपछि यो भाइजरबाट निक्लेको जुन प्वाल हुन्छ त्यसबाट चाहिँ ह्यान्डललाई छिराउने होइन। त्यो गरिसकेपछि अब जब भित्र पुगिसक्छ, त्यो भित्र पुगिसकेपछि चाहिँ अब हामीले त्यसलाई अड्काउँछौँ, ठ्याक्क मिलाउँछौँ होइन। अब यतिसम्म भइसकेपछि चाहिँ ठ्याक्क ह्यान्डल लक गरिदिने होइन। ह्यान्डल लक गरिसकेपछि अब मैले जसरी पनि यहाँबाट चाहिँ यो हेलमेटलाई निकाल्न सक्दिनँ, किन भन्दाखेरि ह्यान्डल त लक छ। कि त ह्यान्डलको लक नै तोड्नु पऱ्यो, त्यो हेलमेट चोर्ने मनसायले कोही आएको छ भने त्यसले चाहिँ हेलमेटको लक तोड्नु पऱ्यो, होइन भनेदेखि चाहिँ सजिलै उसले निकाल्न सक्दैन। यसरी हाम्रो हेलमेट चाहिँ सेफ हुनसक्छ। अब यसलाई निकाल्नु पर्दाखेरि चाहिँ कसरी निकाल्ने त भन्दाखेरि अब ह्यान्डल लक हामीले खोल्छौँ होइन। खोल्न साथै यो ह्यान्डल हाम्रो मुभेबल हुन्छ। अनि त्यसपछि त्यसै गरी जसरी राखेका थियौँ त्यसै गरी अब क्लचलाई समाउने, क्लचलाई समाएर बिस्तारै बिस्तारै घुमाइ होइन मिलाएर चाहिँ हामीले अब यो हेलमेटलाई निकाल्न सक्छौँ होइन। अब यसरी हेलमेट पनि सेफ भयो। अनि अब लकर जुन हुन्छ त्यो लकर चाहिँ त्यति गतिलो हुँदैन कि, त्यही भएर त्यसमा पैसा खर्च गर्नु भन्दाखेरि चाहिँ यस्तै ह्यान्डल लककै